नाच्ने घुम्न सकिन्छ नाच्ने घुम्न सकिन्छ मुद्दा लाउँदा माया तिम्रो कति सेक्सी देखिन्छ मूर्ति बाङमा घर छ मलाई के डर छ मूर्ति बाङमा घर छ मलाई के डर छ अर्को सालको मङ्सिरमा अर्को सालको मङ्सिरमा अर्को सालको मङ्सिरमा अर्को सालको मङ्सिरमा Saya bangun kerjas. Kalau kena mana sudah, disco gitu. Oke ya. Kalau kena nanti kan nanti dia. Esok sampai kita ini kami nama itu korang ada soal ini. Kalau kena saya. Orang sampai mana lagi? Asli masih rapi. What's security? Security. Oye, banda, macam boleh bagi ni security. Kurdi banda kalsa, malai. Golgara, sabi nak sudah ini lah. Arko salko dis mahami. Arko salko dis mahami. Arko salko mangsurai bang. Arko salko mangsurai bang. Hala saya. Basulah, utai kana kaula. Utai utai kana kaula. Arko patlu bubna nabi, jab padan ma jaula. Baglu ma ghorsa, baglu ma ghorsa. Arko salko mangsinaiba. Arko salko mangsinaiba. Arko salko mangsinaiba. Arko salko mangsinaiba. कस्तो भइरहेछ दाइ चाहिँ भर्खर आउनु भएको जापानबाट हो अनि किन हो त यस्तो पुरै के हो बुढा रमाइलो गरेर आएका छौ हैन हुन त मिथुन सर दाढी मात्र मुसारेर हुँदैन के सर दाढी मात्र मुसारेर हुने भएको भए धेरैले दाढी मुसारेर खान्थे होला हो कि नै किन यसरी घाँटी सुकाई कार्यक्रममा हिँड्न पर्थ्यो र कमेन्ट भरि गाली गर्दा पनि तपाईहरुको माया किन पाइएको छ तर केही छैन तपाईहरु बुर्तिबाङ भनेको बुर्तिबाङ नै हो कि नै बुर्तिबाङमा घर छ यति हल्लाले पुगेन मान्छेलाई बुर्तिबाङमा घर छ तपाईहरुले पनि दिनु त तपाईहरु युवा हैन यार बुर्तिबाङमा घर छ यतातिरको दिदी बहिनीको पनि बुर्तिबाङमा घर छ बागलुङमा घर छ कुस्मी सेरा घर छ निसी खोला घर छ गलकोटतिर घर छ बडी घाटमा घर छ बागलुङमा घर छ बागलुङमा घर छ बागलुङमा घर छ
अहिले त 60,000 मान्छे भएको फिल भइरहेछ माल्दैलाई यार। वास्तवमा उहाँहरूले फेरि मेरो पेट मात्रै समातेर मार्दैन, माल्दै खस्दैन कि। यस्तो स्टेजमा नाचेर त माल्दैलाई केही चोट लागेन भने हो कि नै? दुईटा कुर्सी छ, ब्यालेन्स हुन्छ, तर कुर्सी नभाँसियोस्। जुम्ला महोत्सवमा गएको बेला सुन्नुहोस् है, जुम्ला महोत्सवमा गएको बेला 2वटा कुर्सी भाँचिए। जानी नजानी कुर्सी भाँचेका थिए, मैले भाँच्छु भनेर भाँचेको थिएन। आज 4वटा तपाईँले ल्याएपछि भाँच्छु, आयोजकलाई घाटा हुने गरेर भाँच्ने होइन है। अब चाहिँ हो सुन्नु है, म एकैछिन ल, म तपाईँहरूसँग यति नजिक किन आएको छु भने धेरै दर्शकहरू भए। हामी जति छौँ नि, एउटा रत्तेउली घरमा विवाह हुने बेला हामी रत्तेउली मनाउँदा जसरी रमाइलो गर्छौँ नि दिदी, आजको त्यस्तै रमाइलो हो क्या। सन्चै हुनुहुन्छ क्या? तपाईँहरूकोतिरको भाषा फेरि मिथुन छ, सुन्नुभएको छ? यहाँ फेरि बिस्तारै मलाई माया गर्ने मान्छे लड्यो भने भोलि माया गर्न पाइँदैन नि त फेरि। क्या गरिछौ कि यस्तै के भन्छ तपाईँहरूकोतिर? सन्चै छौ यस्तै के भन्छ है? हो यसैलाई भन्छ हाम्रो आफ्नो ठाउँमा आफ्नो संस्कृति छ, आफ्नो ठाउँमा आफ्नो भाषा छ, हो कि नै? प्रकाश सपुत जन्माउने पनि यही बागलुङ हो कि नै? अलिकति दनक दिनु न, यात्रा कलाकार जन्माउने जिल्ला हो यार हो। अनि दुर्गेश थापा जन्माउने पनि यही ठाउँ हो कि नै? विष्णु खत्री जन्माउने पनि यही ठाउँ हो कि नै? वसन्त थापा मयाली लगायतका गीतहरू गाउने वसन्त थापा जन्माउने ठाउँ पनि यही हो। धेरै धेरै राम्रा कलाकारहरू जन्माउने ठाउँ यो हो। मलाई धेरै मनपर्छ यो ठाउँ। मिलेछ भने यही ठाउँलाई रियल ससुराली बनाउला हुन्छ भन्दै आफ्नै आफ्नै पारामा हुने जिउन थालेको, आफ्नै आफ्नै पारामा हुने जिउन थालेको, पहिलो आँखले छोडेपछि पिउन थालेको। म अब यता जान्छु। एकछिन बाबासँग नडराउनु है। पहिलो एक्सले छोडेपछि तपाईँ किन सेम्टी भएको? आफ्नै आफ्नै पारामा हुने जिउन थालेको, पहिलो आँखले छोडेपछि आफ्नै पारामा हुने जिउन थालेको, आफ्नै पारामा धर्म बुढी हुँदा हुँदै बाहिर गर्लफ्रेन्ड बनाउने, नहुने धौरी कहिले होइन बोको बनाउने, हुँदै बाहिर गर्लफ्रेन्ड बनाउने, बुढी हुँदा हुँदै बाहिर हामी बिचमा नाच्न आउँदा बल्ल थाहा पायो नि टिकटकमा हाम्रै कटु किन लाग्यो नि? नाच्न आउँदा थाहा पायो नि, हामी बिचमा नाच्न आउँदा थाहा पायो नि, टिकटकमा हाम्रै कटु, टिकटकमा हाम्रै कटु, टिकटकमा हाम्रै कटु, टिकटकमा हाम्रै कटु। केटी बन्न पाएपछि तिमीहरू रमाउँछौ, हाम्रै साडी चोरी चोरी टिकटक बनाउँछौ, पाएपछि रमाउँछौ, पाएपछि तिमीहरू
मात्र केटी हो हाम्रो मात्र केटी हो किन दोष दिन्छौ एक महिनामा 3-4वटा बोयफ्रेन्ड फेर्दै हिँड्छौ केटी हो किन दोष दिन्छौ केटी हो दिनैभरि लखर लखर हिँड्छौ नि सुट्टीहरू पट्याएर बाइक किन्छौ नि दिनैभरि लखर लखर हिँड्छौ नि दिनैभरि लखर लखर हिँड्छौ नि कस्तो भइरहेछ कस्तो भइरहेछ मान्छे मुगुमा पनि रमाइलो गर्न सक्छ नेपालगञ्जको गर्मीमा पनि रमाइलो गर्न सक्छ जुनसुकै ठाउँमा पनि मान्छे रमाइलो गर्न सक्छ हो कि नै त्यसैले मान्छेलाई मान्छे भनिएको सचेत प्राणी भनिएको हो कि नै तपाईले खुट्टा त्यहाँ नराख्नु मैले खुट्टा यहाँ नराखे कहाँ राख्नु दिदी सन्चै हुनुहुन्छ भिनाजु कहाँ छन् कहाँ हजुरका भिनाजु कहाँ छन् कहाँ के अरे जापान छन् जापान के त टोकियो हो र होइन कुर्सी भाँच्ने कुरा नगर्नु है आयोजकलाई 7x2 दुईटा कुर्सी भाँचेपछि 7 होइन 1400 घाटा हुन्छ है त्यस्तो होइन नि होइन सुन्नु है हामी सबै मिलेर जानुपर्छ केटा मान्छेले सुन्नुहोस् है केटा मान्छेले तपाईँहरूको साडी लाएर टिकटक बनाउँछ हो कि होइन अनि केटीहरूले हाम्रो धुर्मुसे कटु लाएर टिकटक बनाइदिन्छ मिथुन सर कहाँ गयो कहाँ बुढा तिम्रो कटु लाएर भाउजूले टिकटक बनाउनु भएको छ भाउजू छैन अरे घरमा बुढी हुँदाहुँदै बाहिर गर्लफ्रेन्ड बनाउँछन् केटाहरूले दिदी बनाउँछन् कि बनाउन भन्नु न तपाईँहरू रमाइलो गर्न आउनु भएको छ हजुर यता आउनु त दिदी त्यो चुइगम खानु भएको छ नि हजुर यता आउनु त दिदी एकैछिन यहाँ आउनु रमाइलो हो का बनाउँछन् कि बनाउन भनिदिनु त नढाँटेर यस्तो कहाँ कुरा सुन्नु कहाँ हामीहरू चाहिँ बाग्लुङमा छौँ कहाँ भन्ने शब्द कति मिठो लाग्छ यो ठाउँमा अरू ठाउँ जाँदा अर्कै सुनिएला दिदी घरमा बुढी राम्री हुँदाहुँदै बाहिर गर्लफ्रेन्ड बनाउँछन् केटाहरूले त्यस्तो रहेछ अनि सुट्टीहरू पट्याएर बाइक किन्छन् आजभोलिका केटाहरूले किन्छन् कि नै तपाईँ नजिक आउनु त होइन हाम्रो समाजकै कुरा गीत सङ्गीतमा समेटिएको हुन्छ क्या होइन मिथुन सर गीत भनेको हो कहाँ त्यस्तो नभन कहाँ सुट्टीहरू पट्याएर केटाहरूले बाइक किन्छन् कि किन्दैन हो यसैलाई भन्छ ब्याटल पानी पर्दैछ केही छैन जति ठुलो पानी परे पनि हामी रमाइलो गर्छौँ यसैलाई भन्छ ब्याटल यसैलाई भन्छ गीत समाजका कुरा नै गीत